आफ्नो साथीलाई भेट्न म बिहानै गएँ पूजा गर्न भगवानसिंह पूजा गर्न एक्लै नै हामी सब परिवार भएर गयौँ। हाई गाइज आज हामी सबैजना रेडी भएर लाग्यौँ मौलाकालिका मन्दिर नजिकको तीर्थहेला भनेर। सधैँ पछि पछि सार्ने मन्दिर आज हामी छिटै नै जान लागेका थियौँ बिहानै उठेर, किनकि यहाँ केबल कार स्टार्ट भएपछि चाहिँ म गएको थिइनँ नि त, त्यही भएर नजिकै पनि अनि सजिलो पनि भनेर हामी चाहिँ सबैजना भएर गयौँ। मलाई चाहिँ यहाँ एकदमै जान मन जाइ थियो, पहिला पनि गथे जान त, तर पनि अब नजिकै भएपछि जान त गइराख्नु पर्यो। अनि बोर्डिङ पास गऱ्यौँ हामीले, त्यसपछि चाहिँ लाग्यौँ हामी केबल कार चढ्नतिर। केबल कार चढ्ने बेलामा चाहिँ दर्शन गऱ्यौँ, किनकि हावाहुरी लास्टै नै लागेको थियो। हामी डराउँदै डराउँदै चढ्यौँ, भगवानको शक्तिले केही पनि हुन्न भन्ने हामीलाई विश्वास थियो। त्यसपछि लाग्यौँ हामी नेपालको झन्डा हेरेर मन्दिरतिर। मन्दिर जाने बाटामा चाहिँ एकदमै गाह्रो भयो भन्दै हामी आराम गर्दै गएका थियौँ। अनि यहाँ मेरो साथीलाई भेटेँ, अनि त्यसपछि हामी आइपुग्यौँ मन्दिर। मन्दिर आइसकेपछि के भन्छ एकदमै खुसी लाग्छ क्या, अब मन्दिरमा अब भगवानको दर्शन गर्न पाउँदाखेरि। अनि मजासँग पूजा गऱ्यौँ, फोटोहरू लियौँ आनन्दले, फ्यामिलीहरूसँग आनन्द थियो, रमाइलो थियो। अनि त्यसपछि टिकाहरू लगाउँदै सानो नानीलाई नचाउँदै नाच्दै आफू पनि, त्यसपछि एकदमै रमाइलो भइरहेको थियो। अनि पूजाआजा चाहिँ मम्मीहरूको सानो नानीहरूको एकदमै धेरै नै थियो। अनि त्यसपछि धेरै टाइम स्पेन्ड गरिसक्यौँ आफ्नो फ्यामिली अनि मन्दिरसँग। अनि मम्मीले चाहिँ मलाई समात्दै लानुभएको थियो, किनकि मेरो स्थिति नाजुक छ नि त। सो अनि हामी फर्किनु पनि पर्ने हुन्छ, किनकि हावापानी लगाइरहेको थियो, एकदमै डरलाग्दो थियो कि स्थिति। त्यसपछि हामी फर्केर खानाहरू पनि खानुपर्ने थियो। अनि फोटो बनायौँ, त्यसपछि हामीले मन्दिरलाई बाई बाई गऱ्यौँ। बाई बाई।